शिवारो गुड मर्निङ मेरो बेटी साथीहरूलाई सबैजनालाई वेलकम छ मेरो नयाँ भिडियोमा। आज म बिरयानी लिइरहेको छु। चामल लिइरहेको छ र यहाँनिर के अरे उयो गरिरहेको छु, भिजाएर राखेको छु होइन। समथिङ आधा घन्टा जति भिजाउँछु अनि त्यसपछि म फेरि बक्नु गर्छु। यो रहेको छ पनिर होइन, यो रहेको छ पनिर अनि यहाँ रहेको छ सब्जीमा रहेको छ सोयाबिन रहेको छ, खुर्सानी रहेको छ अनि आलु रहेको छ अनि त्यसपछि के भन्छ गाजर रहेको छ अनि लौरी सेमी रहेको छ होइन। अब यति नै रहेको छ सब्जीमा, आलु पनि रहेको छ। यसलाई छुट्टा छुट्टै फ्राई गर्छु होइन यिनीहरूलाई। अनि यसलाई पनि यसलाई पनि होइन आधा सबै आधा गर्छु। सोयाबिन निकालेर छुट्टै भर्छु अनि त्यसपछि यो पनिर पनि छुट्टै अनि सब्जीहरू छुट्टै गराएर मिक्स गर्छु र त्यसपछि मजाले खाउँछु बिरयानी बनाएर होला। सोयाबिन फ्राई गर्नको लागि मैले त्यो राखिसकेको छु। म अब सोयाबिन राख्छु। फ्राई गर्नु भयो भने त्यो सब्जी अलग हुन्छ नि होइन। गइसकेको छ, अब यसलाई निकाल्नु होइन। हल्का राम्रो भएको छ तर पनि गर्नु होइन। अब बारिरहेको छ हाम्रो के को भन्नुहुन्छ भने पनिरको। पनिर पनि मैले फ्राई गरिसकेँ होइन। हल्का के अरे फ्राई गऱ्यो भने फेरि चुइँ गर्छ यो पनिर होइन। त्यही भएर हल्का फ्राई गरेको छु। अब निकालिदिन्छु ल। सब्जी पनि आज काटिसकेको छ। अब यसलाई पनि म निकाल्छु होइन। यसलाई निकाल्छु। छिट्टै गराउनु भयो भने टेस्ट मजाको आउँछ। यो रह्यो प्याज बिरयानीमाथि राख्ने, यसलाई म फ्राई गर्छु। प्याज फ्राई गर्दाखेरि एकदम तातो तेलमा फ्राई गर्नुपर्ने हुन्छ किनभने क्रिस्पी चाहियो नि त प्याज होइन बिरयानीमाथि राख्नुलाई। अनि त्यही भएर सानो भाँडोमा थोरै तेल राखेर प्याज डुबाउनुको लागि थोरै तेल राखेर गरम गर्दैछु। सक्नुहुन्छ मैले आगो बन्द गरेर यसलाई यो प्लेट निकालेर अनि प्याज राखेको किनभने मलाई थाहा छ नि त प्याज झम्मा राख्दाखेरि माथि आउँछ ओइल भनेर राम्रोसँग थाहा थियो किनभने एकपटक भएको थियो। मजाले पाक्छ अब रातो हुन्छ नि त्यसपछि निकाल्ने। देख्नुहुन्छ मेरो प्याज निकालिसकेको छु। थोरै गरेर फ्राई गरेको छ किनभने तेल मसाला हो अनि त्यही भएर थोरै गरेर फ्राई गरेको छु ल। देख्न सक्नुहुन्छ मैले सबै मिक्स गरिसकेको छु। मिक्स भन्नाले सब्जीहरू राखेँ। अब म यसमा मसाला मिक्स गर्छु। बिरयानी मसाला यो रहेको छ यो हाल्छु। रेडी भइसकेको छ है। म अब यो माथिबाट राइस राखिदिन्छु। राइस रहेको छ यहाँ बस्दै आधी हाफ भइसकेको छ। माथिबाट राइस ल मुनिदेखि सब्जी छ माथिदेखि राइस होइन। बटर राखिदिएको छु। अब यो 15 मिनट जति मैले यसरी सानो ग्यासमा एकदम सानो ग्यासमा होइन गर्छु किनभने बाफाउनु पऱ्यो नि त होइन। बाफाउनु पऱ्यो अनि 15 मिनटपछि म हजुरहरूलाई देखाउँछु। मैले कलर केही पनि राखिनँ है। मैले कलर केही राखिनँ किनभने बिरयानीको अलरेडी हुन्छ नि त है। अनि सब्जीहरू फ्राई गर्दाखेरि पनि मैले हल्का बेसर राखेको थिएँ त्यही भएर मैले कलर राखिनँ ल। फेरि बिरयानीमा पापड नभएको त फेरि के बिरयानी होइन। पापड र सलाद नभएको त के बिरयानी भनेर पापड फ्राई गरेको फेरि होइन। यहाँको केरलाको पापड के त्यसका बाजे कहाँ समातिन्छ र फेरि पोलो नि बाबै
कपाल पनि रेडी छ अब बिरयानी खानको लागि। ल बिरयानीमा सलाद हजुरलाई के कतिको चाहिन्छ त्यो मलाई थाहा भएन होइन। मेरो बिरयानीमा सलाद चाहिँ हुनुपर्छ। ल म अब सलाद काट्दैछु होइन। सलाद बनाउँछु। ओनियन र के को हुन्छ भने टमाटरको। दही मिसाएर ल अब फेरि दही पानी मिसाउनु पर्यो होइन। दही पनि मिसाउनु पर्छ होइन। सोल्ट चाहिँ मिक्स गर्नु यसमा होइन। टमाटर र ओनियन, चिल्ली, सोल्ट र दही, सलाद, बिरयानीको सलाद है। अन्त के बनाउनु आएको छ है केरलामा यानि कि हाम्रो घरमा यस्तै बनाउँछु होइन। यस्तै सिकेको मैले चाहिँ अलरेडी भयो। तर त्यसका बादै यो दहीमा बहुत कुल्ली छ। कुल्ली भनेको केरलामा खट्टा अमिलो बहुत अमिलो छ खान सकिन्न। त्यही भएर थोरै राखौँ कि भनेको भएन, थोरै राख्नुपर्ने हो। गाह्रो छ आउँछ त्यसका बाँधेको। स्पेसली दहीको खुर्सानी र टमाटरको सलाद रेडी भयो मेरो बिरयानीको लागि होइन। मुखै रसायो यो सलाद बनाउँदाखेरि, किनभने अलरेडी अमिलो छ नि त। अनि थाहा छ नि त अनि दही कतिको अमिलो हुन्छ भनेर यहाँको। ल हजुरहरूले देख्न सक्नुहुन्छ मेरो बिरयानी अलरेडी रेडी भइसकेको छ होइन। केटाकेटीहरू मेरो आजको बिरयानी देख्न सक्नुहुन्छ होइन। मैले भन्छु नि मैले कलर हाल्दिनँ भनेर अलिकति हालेको थिएँ है हल्का। अब पुरै मिक्स गर्छु अनि त्यसपछि बल्ल खान्छु। ल मेरो बिरयानी रेडी है। मेरो बिरयानी रेडी। सब्जी भेज बिरयानी रेडी भएको छ र सलाद त्यहाँ त्यस्तो छ। अनि फेरि यो फेरि पाइसाङ भन्ने सेमिया पाइसाङ भनिन्छ स्विट त्यहाँनिर पानी। अब म खान्छु ल भेज बिरयानी मेरो। भिडियो यतिन्जेलसम्म हेरेर हजुरहरूले जति पनि सपोर्ट गर्नुभयो, जति पनि हेर्नुभयो, जसरी मैले बनाएँ होइन त्यसरी मैले बनाएँ। जे जस्तो छ मेरो भिडियो मन पराएर हेरिदिनु भएकोमा हजुरहरू सबैजनालाई थ्याङ्क यू सो मच, धेरै धन्यवाद। र आगामी दिनहरूमा फेरि पनि अरू भिडियो लिएर आउनेछु होइन। यस्तै साथी हो बनाएको आजको बिरयानी ल।